कता घुम्छ फेरि सानो कस्तो सिउने यताबाट अप्ठ्यारो हुने के यो देखाउने बेलामा चाहिँ नि फेरि यस्तो गरेपछि यहाँ ठ्याक्क यसरी तीनटा हुन्छ यो यहाँ अब यसलाई गाँसिदिने के यसरी अनि भइहाल्छ। म गाँसेर देखाउँछु ल अप्ठ्यारोको। म तपाईहरुलाई यहाँ बल पनि लाएर देखाउँछु है। यो बल चाहिँ अब यसरी थोरै मात्रै खोप्ने यसरी आधा मात्रै तर त्यही राख्नुस् मम्मी पास हाल्दिनु पर्यो। मैले सक्न लाएँ सक्न लाग्यो है मैले। यसलाई पत्ता लाएर लास्ट एउटा पत्ता बाँकी छ। यसलाई पनि अब लगाइहालौँ हैन। यसरी पहिले ठ्याक्क यसरी राख्ने अनि यसरी हालिहाल्ने क्या यसरी सियोलाई कस्तो अल्झेको अल्झै गर्छ हौ। सानो नगर न टेबल नहल्लाउनु छोरो। सक्यो अब यसलाई ठ्याक्क बल हाल्ने अनि फिनिस। काँटा पारेर काट्ने हैन अनि ठ्याक्क बल लाउने। बल लगाएपछि चाहिँ अनि सक्यो। अल्झियो अलिकति लास्टकोमा गरेको भए त नकाटी बल लाउनेतिर लाउँदा हुन्थ्यो। सेकेन्डकोमा गरेछ लास्ट पारेछु कि। म तपाईहरुलाई बल लगाएर पनि देखाउँछु है त। यहाँ दोस्रो भयो हैन। यो पत्ता चाहिँ जताबाट राखे पनि हुन्छ के तलबाट राखे पनि भयो माथिबाट राखे पनि भयो। अनि यहाँ यसलाई कसेर चाहिँ ट्याक्क अब दह्रो बनाउने भइहाल्छ के। अब यता लगेर यहाँ गाँठो बनाइदिनुपर्छ। दह्रो बनाउनु पर्यो नि फेरि खुस्किन्छ हैन। यो धागो चाहिँ अलि धेरै अल्झिने क्या अल्झेरै हैरान बनाउँछ।
अनि के छ साथीहरू, हजुरहरूको खबर खाबर सन्चै आरामै हुनुहुन्छ होला। जाडो कतिको हुँदैछ, जाडोको समय। यो पत्ता चाहिँ अब जस्ताबाट लाए पनि हुन्छ कि, यहाँ माथिबाट गर्दै तल झारे पनि भयो, तलबाट माथि गरे पनि भयो होइन। म तपाईँहरूलाई एउटा एउटा गरेर पत्ता लाएर देखाउँछु ल। पहिले चाहिँ यता माथि यहाँ यस्तो गर्ने, अल्झाउने स्टिकमा धागो यसरी होइन। अनि यसलाई ट्याक्कै यहाँ राख्ने, यहाँ राखेर यसलाई यहाँबाट यसरी लिने, हल्लिन्छ क्या यसरी। सानो आवाज आयो होला, यसरी लिने है। अनि यसरी लिएपछि यसलाई काट्ने सकेपछि अर्कोले हल्झायो फेरि। त्यसो गर्दै गर्दै लास्टसम्म पुर्याउनुपर्छ। लास्टसम्म पुर्याएपछि अनि फेरि बल हाल्ने, बल हालेर बल हालेपछि चाहिँ सक्यो। यसै त्यस्तो टाइम त लाग्दैन यसलाई बनाउनलाई। यसरी टक्कै यहाँ 2-3 उ गर्दाखेरि भइहाल्छ क्या, कस्तो अल्झाएको क्या। यसरी अब यस्तो गरेपछि यहाँ गाँठो बनाइदिने, अनि यसलाई काटिदिने, अनि फेरि यसमा गर्ने, पालो पालो एक एकवटा अनि भइहाल्छ। यहाँ चाहिँ अब यसलाई दह्रो बनाउनु पऱ्यो नि त, नत्र काटेपछि खुस्किन्छ होइन। अनि यस्तो गर्ने, फिनिस भएपछि चाहिँ सक्यो। हेर्नुहोस् अब यसलाई अब पुर्याउनु पर्छ। यो चाहिँ अर्को स्टेप परेछ क्या, एउटा चाहिँ अर्कैको यो भइसक्यो अब मेरो है त साथीहरू। ल बाई बाई, फेरि अर्को भिडियोमा भेटौँला। ओके बाई बाई, सी यू भन्देऊ छोरी। हजुर।